सबैको आइरहेछ क्या त्यसपश्चात क्याडेटहरूलाई दर्जानी चिन्ह प्रदान पुरस्कार तथा प्रशंसा पत्र वितरण र प्रमुख अतिथिज्यूबाट क्याडेटहरूलाई सम्बोधन हुनेछ। साथै यस कार्यक्रममा इस्ट होराइजन इङ्ग्लिस बोर्डिङ स्कुल झापाका विद्यार्थीहरूको स्कटिस ब्याकपाइपर ब्यान्ड गरिएको छ। भने 21 दिने वार्षिक सामूहिक क्याम्पको दौरान संस्था श्री शहीद धर्मभक्त माध्यमिक विद्यालय झापाका छात्र 36 जना र छात्रा श्री नारायणी विद्या मन्दिर चितवनका छात्र 18 मार्च पास गराइरहेका छन्, जस अन्तर्गत हाल नम्बर 1 सेमोमा श्री शहीद धर्मभक्त माध्यमिक विद्यालय झापाको मार्च पास भइरहेको छ। ख गुल्मका कम्पनी जोबाट आफ्नो गुल्मालाई मार्च पास गराइरहेका छन्, जस अन्तर्गत हाल नम्बर 1 सेमोमा श्री झापाको मार्च पास भइरहेको छ। नम्बर 2 सेमोमा श्री बलभद्र जनता माध्यमिक विद्यालय झापाको मार्च पास भइरहेको छ। माध्यमिक विद्यालय चितवनको मार्च पास भइरहेको छ। नम्बर 3 सेमोमा श्री लक्ष्मी माध्यमिक विद्यालय चितवनको